पानी लाउन लाग्यो गाइस। माछा मार्नेहरूले चाहिँ पुरा थन्दिया रहेछ। मैले यहाँ अलिक खोली गाह्रो छ जिन्दगी। त्यो गाइस गाउँले जीवन गाह्रो छ अवस्था। सानो 49 है। यो त के हो? भयो खोलामा धेरै भयो गाई जाने। ठुलो जान्छ बुढी, ठुलो जान्छ अब। जाने सानो भयो अब भयो कि कता खोल्नुपर्छ फेरि खोल्न होला नि माछा मार्नेहरू फेरि हैन हैन यहाँ थिएन यताबाट पनि जान्छ है पानी हाम्रो घर जाने बाटो कुलोतिर। चिप्लिने के तपाईं नाम यो ठुलो ढुङ्गा उचालै गाह्रो हुन्छ। कोही छैन पानी लाउने। हामी मात्रै हाम्रो खेत मात्रै रहेछ एउटा पानी लाउँदा। पानी सुकिन आकाशले पानी दिएको भएर के अस्ति नि बेसमारी पानी पर्यो नि त हैन नि। अस्ति बेसमारी पानी पर्दा के यस्तो भएको। कसले पनि नलाउने रहेछ त अनि कतिको मकै सक्दैन। मेरो ड्युटी चाहिँ सुरु भयो। अब यहाँ झिक्छु, यहाँले बेसी मुख्य खा अनि यता झिक्छु, यिनीहरूलाई नुहाइदिनु पर्ने छ। त्यसपछि फेरि बङ्गुरकोमा झिक्नु पर्ने छ। कामै काम छ है गाई। यिनीहरूले धेरै दुःख दिने के गाई हुन्छ। गाई हेर्दै गर्नु होला।
गाइस यहाँ चाहिँ मैले काम गरेर ल्याइसकेँ। अब तल जान्छु गाइस। त्यसपछि बुङ्गरको त्यहाँ यो चाहिँ यता मटका समाल्छु गाइस मैले अहिले सबै काम ल्याएर। हुन्छ गाइस हेर्दै गर्नु होला। गाई चाहिँ बसिरहेको अवस्थामा उठेर बसिरहेको अवस्थामा चाहिँ बुङ्गरको पानी पानी जान्छ गाइस। ल गाई बङ्गला नुहाइदिँदैछु मैले। उनीहरू पनि रमाउँछ है गाई। छोटे हो कि बडे हो थाहै छैन क्या अब। रमाइरहेको है गाई चाहिँ फेरि पानी दिनु पर्यो।